एनपिएल लगत्तै नजिक आउँदैछ। मात्र अब केही दिन, एक हप्ता समथिङ बचेको छ हैन। आज युए अनि नेपालको CWC लिग 2 अन्तर्गतको अन्तिम म्याच पनि रहेको छ। आजको स्क्वाडमा कुनै चेन्जेस छैन, एकजना मात्र चेन्जेस भएको छ, जुन गुलसन जाको ठाउँमा हाम्रो मल्ल कुशल मल्ललाई चान्स दिएको छ। आशा गर्छौँ कि आज जसरी पनि विन निकाल्ला। यदि आज विन निकालेको खण्डमा हाम्रो 14 पोइन्ट हुन्छ, यानी 14 पोइन्ट। यदि हामीले टप 4 मा आउनु छ भने कमसेकम पनि हामीलाई 38 देखि 40 पोइन्ट चाहिन्छ। आजको म्याच लगाएर हाम्रो 17, 18, 19 म्याच हो। त्यसपछि हामीसँग 17 म्याच रहनेछन् हैन। त्यही भएको कारणले गर्दा जसरी पनि हामीले विन निकाल्नु पर्नेछ। आज यदि हामीले विन निकाल्न सक्यौँ भने हाम्रो 14 पोइन्ट हुन्छ। त्यसपछि हाम्रो 8वटा गेम हाम्रो होम ग्राउन्ड यानी कि नेपालमै छ। त्यही भएको कारणले गर्दा आज खेल छोड्ने हो भने 16 गेम रहन्छ, 16 मा यदि हामीले 8 नेपालमा विन गर्न सक्यौँ भने, त्यसपछिका 6वटा गेम बाहिर विन गर्न सक्यौँ भने हामीले आराम मजाले 40 पोइन्ट बनाउन सक्छौँ र हामीले टप 4 मा क्वालिफाई गर्दै ग्लोबल फुटबल क्वालिफायर खेल्न सक्छौँ। साथीहरू, अब यो त रह्यो CWC सकिने लगत्तै 7 तारिकबाट नै 7th बाट हङकङ 66 छ। तपाईहरुलाई थाहै नै होला। हङकङ 66 मा हामीले साउथ अफ्रिका अनि अफगानिस्तानसँग हामीले खेल्नु पर्ने छ गेम। आशा गर्छौं कि हङकङ 66 मा राम्रो प्रदर्शन गर्दै नेपाली टोलीले विजय हासिल गर्नेछ। त्यसपछि लगत्तै हाम्रो एनपिएल सुरु छ। तपाईहरुलाई थाहै नै होला। एनपिएल पनि लगत्तै। एनपिएल को कुरा गर्ने हो भने अहिलेसम्मको स्ट्रङ टिममा हामीले सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, कर्णाली एक्स लगायतका टिमहरू स्ट्रङ देखिएका छन्। यसको बारेमा म छुट्टै भिडियो बनाएर ल्याउने नै छु तपाईहरु बीच है। आजलाई यति नै। गेम इन्जोय गर्नुस्, स्वस्थ रहनुस्, मस्त रहनुस्, व्यस्त रहनुस्।